परमात्मा शिवको अनुसार यो दुनियाँको सबै समस्याहरूको जड भनेको एउटै मात्रै कारण छ रे। के भन्दाखेरि हामी अहिले आत्माहरू सोल कन्सियस नभएर बडी कन्सियस भयौँ। देह अभिमानीको कारणले नै यो हाम्रो शरीरदेखि लिएर यो दुनियाँ बाहिरको दुनियाँ सबै के भइरहेछ अहिले दुःखको दुनियाँ भइरहेछ। एकदमै डर त्रास हिंसा त्यो भइरहेको कारण चाहिँ सबै हामी देह अभिमानी भएको कारणले बडी कन्सियस भएको कारणले। अब भन्नुहुन्छ परमात्मा अब फेरि तिमीहरू सिफ्ट हुनुपर्छ, तिमीहरू बडी कन्सियसबाट सोल कन्सियस हुनुपर्छ। अनि चाहिँ फेरि यो दुनियाँ परिवर्तन हुन्छ। यो दुनियाँ अहिले झुट खण्ड हो। यो दुनियाँ अहिले झुट खण्ड हो भने जब तिमीहरू आत्मिक भावमा आउँछौ, सोल कन्सियस हुन थाल्छौ, अनि यो दुनियाँ सचखण्ड भन्छ। र सचखण्डलाई के भन्छ? सतयुगी दुनियाँ भन्छ, जहाँ एकदमै शान्ति, सुख शान्ति आनन्दको दुनियाँ हुन्छ। नभए बाहिर दुनियाँ परिवर्तन गएर केही पनि हुनेवाला छैन रे। यो भनेको सुप्रिम सोलको भनाइ हो र हामीलाई उहाँले त्यस्तै सोल कन्सियस बनाउनलाई नै यो दुनियाँमा आउनुहुन्छ र हामीलाई सिकाउनुहुन्छ कसरी सोल कन्सियस बन्ने र कसरी चाहिँ तिमीहरू पहिला सोल कन्सियस थियो, अब फेरि सोल कन्सियस कसरी बन्ने भनेर चाहिँ उहाँले हामीलाई ज्ञान दिनुहुन्छ।